नेप्सेमा पर शेयर 530 भन्दा माथि रहेको साहस ऊर्जाको प्रफिट 74% ले बढेको छ। 86 मेगावाट क्यापेसिटीको दुधकोशी प्रोजेक्ट सञ्चालन गरिरहेको साहस ऊर्जा लिमिटेडले विद्युत बिक्री गरेर 2 अर्ब बढी कमाएको छ। यो आर्थिक वर्षको थर्ड क्वार्टरसम्म कम्पनीले बिजुली बेचेर 2 अर्ब 14 करोड आम्दानी गरेको। यो अवधिमा कम्पनीको प्रफिट 74% ले बढेर 83 करोड 41 लाख पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी 29 रुपैयाँ 42 पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ 182 रुपैयाँ 18 पैसा रहेको छ। 3 अर्ब 78 करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा भने 3 अर्ब 10 करोड रुपैयाँ रहेको छ। साहस ऊर्जाको इन्भेस्टरलाई खुसीको खबर चाहिँ के छ भने साहस ऊर्जाले टाइम्स एनर्जी मार्फत गोर्खामा 341 मेगावाटको बुढी गण्डकी आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ। सो आयोजनामा लगानी गर्नका लागि कम्पनीले 100% राइट सेयर निकाल्ने प्रस्ताव पनि गरेको छ। यस्तै भिडियो हेर्नका लागि बिजनेस प्यानललाई फलो गर्नुहोला।